रात को 12 बजे गाइस चाबी घरमै हरायो त्यहाँबाट बुढोलाई लिन पठाएको चाबी फेरि अब घरमा गएर चाबी लिनु पर्यो पहिला होइन अनि चाबी लिइसकेपछि फेरि फर्केर हर्सिँदै स्कुटी भएको ठाउँमा जानु पर्यो अनि त्यहाँबाट फेरि स्कुटी स्टार्ट हुन्छ चिसो लागेर होइन आज त दुःखै पायो भने जस्तो भयो त तर मेन स्पेसल दुःख दिएको चाहिँ विकल दाइहरूले आज पुरा झ्याप भयो होइन बुढोलाई थाहा छैन बुढो स्कुटी बुढोलाई कुदाउनु दिएको अनि बुढोले चाबी अब जसले कुदाइ उसले राख्यो नि त अनि फर्किँदाखेरि पनि बुढोलाई दिएको अब बुढोले कहाँ राख्यो के गर्यो अद्ध छैन थाहा नै होइन जाउँछ सिधो अस्ति नक्कली एउटा चाबी बनाएको थियो र काम लाग्यो त्यहीबाट एक्स्ट्रा चाबी चाहिँ गाई सबैले बोक्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ आज मलाई एक्स्ट्रा बोक्नुपर्छ नबोके पनि घरमा चाहिँ एउटा एक्स्ट्रा चाबी चाहिँ राख्नुपर्छ गाई साँच्ची भनेको म त दुःख पाइदो रहेछ साँच्ची हो कि त होइन एक्स्ट्रा फन आफ्नो ठाउँमा छ अनि फेरि यस्तो हुँदो रहेछ क्या फन आफ्नो ठाउँमा छ होइन तर आफ्नो स्कुटी भएपछि आफ्नो स्कुटी भएपछि टेन्सन चाहिँ हुँदो रहेछ क्या बुझ्नु भएन अब कम त टेन्सन छ यहाँ घर आइपुग्यो होइन अब घर आइपुगिसकेपछि चाबी बोक चाबी लिएर फेरि फर्क गाह्रो छ दुःख पाउने काम पाइ अरू के होइन त यो चाबी लिएर फाइनली गाइज घर आइपुग्यो होइन घर आइसकेपछि अब फेरि चाबी लिनु पर्यो चाबी बोकेर गएर फेरि स्कुटी लिएर आउनु पर्यो स्कुटी फेरि हर्सिदीमा छ एउटा नक्कल चाबी बनाएको थियो र काम लाग्यो चाबी पाइयो अब स्कुटी गएर स्कुटी लिएर आउने हो ठिक छ त तपाईँ के अब के स्टार्ट गर्नु लाग्यो नि आफ्नै हिसाबले नि त नि यहाँ बुढोको फेरि आफ्नै ब्लग छ होइन सपोर्ट गरौँ है गाइज सो गाइज अब हामी चाहिँ होइन चाबी लिएर हतार अहिले हतार भयो नि त भएन भोलि ड्युटी जानुपर्छ 8 बजी त्यही त तुङमा खाने बेला चाहिँ होइन तिमीहरू पठाइन्छ तुङमा लिएर हर्सिदीमा भन्ने अनि अहिले आएर चाहिँ एक बेला खाने गाई छ है मात्र मन लाग्छ आफ्नो मन छैन ब्याक टु हर्सिदी गाइज होइन अब हर्सिदी जाने हो म क्युआर हालिदिन्थेँ नि पैसा 1000 रुपियाँ भन्छ कि अनि तुमाको 1000 त लिइहाल्छु अन्त म चाबी लाउँथेँ नि त त्यही भएर म चाबी लाउँथेँ अन्त हिसाबले चाहिँ म अनि छैन भनेको चाहिँ एकछिन पछि फोन गर्छु भने अहिले आएर कहाँ भने हर्सिदीमा रे भगवान् यतैतिर भए त हामी आफै लिइहाल्थ्यौँ नि अब हर्सिदीतिर तुमा पाइँदैन तुमाको भाडा छ अनि अर्को कुरा के हो भन्दाखेरि चाहिँ अब गएर केटाहरूलाई फर्काउनु लिएर आउनु भनेको थियो कि मलाई तपाईँले केही हर्सिदी लिएर आउनु न त तुमा भनेर भनेको उहाँसम्म फेरि भनेको लासो लिनु जानु पऱ्यो सब भाग्यको लेखा त हो नि त होइन तपाईँलाई आउनु नै रहेछ क्या हर्सिदी पनि पसल खोलेर रहेछ नि तपाईँलाई म बिहा खाँदैछु दारू हान्दिनु लाउँछ दारू मापासे त पार्नै लाउनु
को लागि चाहिँ ज्यान हाजिर छ जाऊ लिन जानु जाऊ लिन आउनु पनि जटिलो कुरा हो जेले जस्तो भए पनि यो हामी जति नाम लिएका छौँ त्यसको लागि त हामी त हो कि जेले जस्तो भए पनि होइन पसल त काहीँ पनि खोले होइन त यार मम्मी हुनुहुन्छ नि त कहाँ मम्मी हुनुहुन्छ मम्मी बाबु त नि झापा लक्ष्मी छ लक्ष्मी खोले छैन लक्ष्मी छँदैछ यहाँ पसल खोले छैन भन्छु लक्ष्मी छैन त नि भने घरमा लक्ष्मी भएर के गर्नु त त्यसलाई फर्काउने हो त नि अनि फर्काएर लक्ष्मी त उहाँ साकीलाई नाचेर आइरहेको थिएँ ए आज भोलि कन्सर्ट हेर्नु जाने त भोलि कहाँ मेरो पसल बाहिर मेरो पसल बाहिर हो र उमा सागर आउँछ बेलुका जाने बेलुका कुमा सागरको कन्सर्ट छ है गाइस भोलि बेलुका बसन्तपुरमा है गाइस सबैजना आउनु पर्यो लोकल मान्छे भएर लोकल मान्छेलाई सपोर्ट चाहिँ गर्नु पर्यो है गाइस अनि भोटे भलकको भाइको पनि सरी ल कहाँ जानलाई यो राज त कता कता चिउँछ यार माइनसमा होला यार चिसो छ हातमा मोबाइल चलाउँदा नि गाह्रो भइरहेछ फेरि आइफोन हो है गाइस यत्रो बेर बोले होइन रेकर्डै भएको सक्दैन नि फेरि मजाक हाततिर यार मेरो भिडियो रेकर्ड भएको रहेछ अगाडि जाँदाखेरि त भएको छ अहिले चाहिँ भएन क्या तर केही छैन गाइस यो पनि एउटा फन हो सोचा लागेको बेला जे पनि हुन्छ क्या यो महागडक्सी चाहिँ साटोबाट चोकमा यो आधा रातमा पनि लाइट चाहिँ के को लागि हो भने के को लागि हो गाइस के को लागि फाइनली आधा रातमा पनि जाममा परियो गाइस होइन खुल्यो अहिले आएर चाहिँ मलाई कुन गीत याद आयो थाहा छ चिपकको क्या फाइनली भेटियो केटा हो फाइनली भेटियो भन्ने गीत याद आयो होइन साह्रै रगेर हुनु गाइस है मेरो पनि भिडियो जस्तो अगाडि बार भइरहेको छ आज आएर एउटा केही कुरा अर्को एउटा स्कुटीको चाबीको किमत तुम क्या जानो विकल बाबु स्कुटीको चाबी किमत तुम क्या जानो मलाई कट्टा हान्छु सबैभन्दा टेन्सनको कुरा चाहिँ क्या स्कुटीको नयाँ चाबी बनाएको छु होइन यो सोरुमबाट दिएको चाबी पनि होइन अनि अहिलेसम्म बनाएर स्टार्ट पनि गरेको छैन क्या अब स्कुटी स्टार्ट हुन्छ हुँदैन त्यो थाहा नै छैन होइन बाइक स्कुटी भएको ठाउँमा सब फाइनली स्कुटी भएको ठाउँसम्म चाहिँ आइपुग्यो होइन ल स्कुटी भएको ठाउँमा चाहिँ आइपुग्यो अब
स्कुटी भएको ठाउँमा चाहिँ आइपुग्यो अब स्टार्ट हुन्छ हुँदैन थाहा छैन ओ केटा बुढोको बाइकमा पेट्रोल सक्यो फाइनली आज बबाल रमाइलो भयो कसम कन्टेन्ट भेटे जस्तो भइरहेछ विकल दाइ आज कन्टेन्ट भेटे जस्तो भइरहेछ यता चाबी हराउनु यता पेट्रोल सकिनु तर आज सबैभन्दा ब्याड लक मान्छे पर्छन् भनेको विकल दाइ बस अब चाबी हराइदिने भने साइडमा राख्नु यसलाई हो अगाडि लानु अगाडि नलानु आउनु नै थियो जब आउनु नै थियो भने नाटक के लाग्छ त्यही भएर म गाह्रो भाइ म आउँदिनँ भन्ने कारण यो हो कि गाडी कम्ती ढिकाल्नु पर्दाखेरि बाइक ढल्नु पर्दाखेरि त ओहो पुरै यस्तो हुन्छ थोपै छैन कि अब छैन भने यो रान छैन भने लगाइ छैन यति नै है कस्तो हुँदो रहेछ मलाई शङ्का लागिरहेको होइन जाँदाखेरि सिधिला जस्तो डर लागिरहेको धन्न यहाँसम्म आइपुग्यो भने धेरै हो नि तर 2 राउन्ड हो नि त फेरि त्यहाँदेखि भुइ गर्दै आएको थट एउटा डाइलेक्ट छ नि त के थाहा छ भनौँ आउँदैन त मरि त म थुङ्से के गर्नु एकछिनपछि फोन गर्छु भने बोलाइदिई पहिला लास्टमा ड्याइ निकाल्ने मान्छे चाहियो ल नै निकाल्न सक्ने मैले त अब त्यसरी हेर्नु त के भन्नु छ नयाँ टायर हाल्ने न बाइक यहाँ छोडेर यसको बाइक लिएर गयो नि होइन फेरि सुन्नु भोलि अफिसमा त फेरि देखाउनु पर्छ नि त पेट्रोल सक्यो भनेर मात्र के भन्दाखेरि चाहिँ यहाँदेखि त्यहाँसम्म पुगोस् त्यसपछि देखा जायो क्या भने जस्तै त हो नि मेरो मोबाइल चाहिँ उमा छ है फेरि होल्डरमा छ तेह्र आउँदा ए करोडको मोबाइल त करोडको भन्दा पनि 1000को लाखको फेरि यो जाडो भने नयाँ रहेछ यो है पेट्रोल सकेर अब सागरको बाइकबाट पेट्रोल निकाल्दैछौँ होइन कसरी निकाल्ने सुतिस के हो भाइ अघि चाबी पाएन भने हर्सितिर बाटोतिर सुतिस के हो ज्याकेट मात्रै मेन मान्छे चाबी हराइदिएर दुःख दिने मान्छे मेन जसलाई फेरि भाउजूले 9 बजी घर आइज भने मान्छे 11-12 बजिसक्यो चाबी खोजेको 2 घन्टा लाग्छ के गर्नु त भाउजूले पनि तिमीलाई बुढा म सम्मानपूर्वक गाली गर्न चाहन्छु भन्दै होला ढोकासम्म चाहिँ ल्याइदियो हर्सिदियो मलाई लिन जाँदै तेल छैन मितास यता फर्किनु नभ्याउला भन्दै थियो तर आइपुग्यो धन्न यहाँसम्म यस्तो खान्छ नि ड्राइभरी मैले भनिरहेको छु है यो त यसमा छैन के हो आउ कि नगर्छ हेर्नु त मेरोबाट निकाल्नु तिम्रो कता निकाल्ने पाइप चाहिएन मेरोबाट पाइप चाहिन्छ है त्यो छैन छर्दा खै तेल कति भयो अलिअलि भयो नि हुन्छ बुढाले अघि खाएको 1 प्याक जति त निक्लेछ तर यति चाहिँ हुनु पर्यो है अरू थाहा छैन भने यति चाहिँ हुनु पर्यो अरू मध्येहरू छैन हुन्छ होला न होला हल्ला झर्छ एक्सपिरियन्स फेरि आइहाल्छ यो त पुरानो हो त अनि 220 पनि त पुरानै भयो के हो भन्नु त तपाईँ अलि बढी एक्सपिरियन्स
कसले फोन गरेर नबिना सिसले किन चाहिँ कसले फोन कहिले मजा गर्ने भयो आज बुढो अनलाइन फोन गर्न मिल्दैन त्यो राम्रो आउँदैन हुन्छ कि त्यसमा नै फेरि क्वालिटी हुन्छ कि के भन्छ भगवान् तर मैले दारुको कुरा चाहिँ गरेको थिइनँ बाह्र बजी होला है हेर्नु नि तपाईँ गाडीमा कम्ती टाइम फेरि स्टार्ट हुन्छ कि अलिक मजाले कति आधा लिटर निक्ल्यो च्याप्लेको बाइकबाट पेट्रोल चाहिँ निकालिदियो होइन अब बुढोकोमा हाल्नुपर्छ बुढोकोमा हालेर स्टार्ट गरेर घर दौडिनुपर्छ भोलि बिहान 8 बजी ड्युटी छ मेन कुरो वाटर नाइट क्या दाइ अमिता वाटर नाइट भयो त आज आधा लिटर निक्ल्यो खोइ देखो नि निक्ल्यो ल आधा लिटर गाइस यो चाहिँ टुटन्डीबाट निक्लेको बल्ला बल्ला होइन गाइस होइन फेरि एउटा कुरा चाहिँ के हो एउटा कुरा चाहिँ के हो भने के अरे बाइक होइन बाइकमा पेट्रोल बाइकको पेट्रोल हेरेर पनि पत्ता लगाइन्छ केटाहरूको औकात यो चाहिँ पोस्ट नगरौँ है अति नै हुन्छ भने होइन हो होइन त दादा बाइकबाट पेट्रोल कति निक्ल्यो भनेर मान्छेहरूको औकात यो चाहिँ नहालौँ है अनि यसो नहाल्नु साँच्चै भने बिर्सँदै हुन्छ यार औकातकै लागि भने पुरा निकाल्नु पनि पुरा पनि निस्किँदैन ट्याङ्की नै पल्टाइ पनि यो मलाई बाइकवाला नि काम लाग्छ एकदम एकदम यसलाई पनि धन्यवाद अब हजुरलाई यसलाई धन्यवाद ठिक छ ल अब घर पुगिन्छ है अवश्य गुड नाइट राइट है फेरि भेटौँला गुड नाइट सबैलाई टुटानीको लागि धेरै तर यार मिता के अरे उहाँ हर्सिदीमा के हुन्छ लङ्गडो कुखुरा के चरे भन्दै हुनुहुन्छ त्यो त्यतिकै मर्नु भन्दा हाम्रै मारेर चिकन बनायो भने जाति हुन्छ भन्ने मतलब के भोलि नै गइहाल्नु पर्ने हो लङ्गडो कति बजी आउनु म भोलि लङ्गडो कुखुरा चरे अब त्यो भुटाउनु खान्छ 7 बजीतिर यसो गरौँ त्यसो लङ्गरोलाई एक्लै नमारौँ सबैजना मिलेर मारौँ भोलि पनि मारौँ त्यही गरौँ है भोलि क्यान्सल कहिले मैले भने म क्यान्सल अनि तपाईँ जाने कुरा पनि भएन तिमी त क्यान्सल जस्तै ल भोलि चाहिँ गाई छ अब 4 जनाले लङ्गुरोले चाहिँ प्याक्लाकै पारिहाल्ने कस्तो मतलब त्यही ब्रोइलर के बिमारी भएको कि के प्यारालाइज भयो भने के भने प्यारालाइज चाहिँ होइन खुट्टा भाँचेर बसेको छ अरे क्या ए मिलोले खाइदिए हामी खान्छौँ नि त अनि के भयो त नि हामी खान्छौँ त नि अनि ठुलो छ सानो छ के छ खानु चाहिँ 1 केजी पनि निस्किँदैन जस्तो छ त्यत्रो सुकेर झोल निक्लियो भइहाल्यो त नि हामीले मासु निस्किनु परेन पिठो छ क्या भिडियो बनाउनु भइहाल्छ झ्याप्प लाएर फेरि अनि औषधि हाल्नु पर्यो होइन औषधि त ठुलो कुरा भएन 4 जना त हामी जम्मा खसै उठाएर त्यो भने होइन साँच्चीको औषधि नि कुखुरा के हो रोग हो ए होइन त्यो त हुँदैन कहिले पनि हुँदैन त्यो बाँच्यो भने बरु सागपातमा त्यस्तो रोग मैले देखाएको चाहिँ त्यही हो दादा सागपातमा रोग निक्लिनु सक्छ मासुमा रोग निक्लिँदैन अब बाइक चलाउनु चाहिँ दिन मन थियो तर किन मन लागेन बाइक पनि के लाग्छ तपाईँलाई गाइस अलिक घर पुगेर फेरि कुरा गर्छु ठ्याक्कै रातको 12 बज्यो 2 राउन्ड 3 राउन्ड गरेर भए पनि फाइनली घर चाहिँ आइपुग्यो स्कुटी आइपुग्यो चाबी हराए पनि मिलन मितालाई थ्याङ्क यू सो मच मिलन मिताले गर्दाखेरि जस
फाइनली घर चाहिँ आइपुग्यो ल गाइज घर आइपुगेँ आजको लागि चाहिँ यति नै म सुत्छु लास्ट टाइड भयो र सबैलाई गुड नाइट बाई